प्रोजेक्ट ए ल छोरीले आफैले बनाएको है उनकोबाट बनाएको सानो झोला ल एउटा त्यो झोला बनाएको छोरीले उनकोबाट होइन एउटा यो फुल बुके हो ल दुईटा झोला पनि देखाउनु छोरी यसको आउटलाइनिङ गर्नु सर ए अब के गर्न बाँकी छ यहाँ टेपबाट आउटलाइनिङ गर्नु छ अनि पछि यहाँतिर अलग डिफरेन्सको हल्का पेपर ए ल त्यो झोला देखाउन फेरि सानो त्यो त्यो त एकदम राम्रो छ त ल हेर बन्द गर्ने पनि बनाएको रहेछ बटन लगाएर देखाउ त त्यो समात्नु त बाबा ए यहाँ छ त यहाँ बटन अलि उता जाऊ न यहाँ छ त यहाँ बटन यहाँ नि यस्तो छ यहाँ भित्र त्यहाँबाट खोल्न मिल्यो एसीको रिमोट राखेको ए एसी रिमोट हाल्यो त्यहाँ यहाँ नि यस्तो गरेर हाल्न सक्नुहुन्छ यो नि थन्किन्छ एकदमै राम्रो छ अनि पछि यहाँ छ त यस्तो यस्तो ह्याङ गर्ने वाला यो बटनलाई नि मैले हल्का तलै राखेको छु किनभने निस्किन्छ त यसपछि नि छोरीको आज दिनभरिको काम हो है ल ठिक छ अस्तिदेखि यही बुन्दै ट्राई गरे अस्तिदेखि है यस्तो राम्रो छ नि आज कम्प्लिट गरे लगे पनि हुन्छ यस्तो जुत्ता पनि बनाउने सोच्दैछु नि टोपी अब के बनाउने सोच्छ जुत्ता टोपी पन्जा कसको लागि भाइको लागि ए भाइको लागि बनाइदिने निपछि भाइको लागि त म सुरुवाल पनि बनाइदिन्छु ए सुरुवाल पनि बनाउने ए भाइको धेरै माया लाग्छ ए ल ल त ल